चुडामणि भट्टराई उद्योग सङ्गठन मोरङको महानिर्देशक हो। म उद्योग सङ्गठनमा काम गर्छु। यो हाम्रो उद्योग सङ्गठनको बिल्डिङ यो विराटनगर 2-3 पैनीमा अवस्थित छ। यो बिल्डिङको छतमा चाहिँ हाम्रो 3 तले बिल्डिङ हो। यो छतमा चाहिँ सिपेजको समस्या थियो। लामो समयदेखि हामीले चाहिँ सिपेजको समस्याहरू भोगिरहेको थियौँ र यो के गरी यसको हटाउन सकिन्छ भनेर छलफल गर्दाखेरि चाहिँ हामी यो ट्रस्ट लगाउने कि भनेर पनि सल्लाह गरिरहेका थियौँ र पछि चाहिँ यो भगवती ट्रेडिङ एन्ड केमिकल्स बाट चाहिँ उहाँको साथीहरू आउनुभयो। उहाँहरूको यो ट्रिटमेन्ट यो सिपेजलाई ट्रिटमेन्ट गर्ने प्रविधि जुन कुराहरू उहाँहरूले गरेर देखाउनु भयो, उहाँले पहिली स्याम्पल हामीलाई बनाएर देखाउनु भयो अनि त्यो चाहिँ हामीलाई चित्त बुझ्यो र अहिले हामीले यो सम्पूर्ण बिल्डिङमा चाहिँ उहाँहरूकोबाट प्रयोग गरेको छौँ। यो 2-3 महिना भइसकेको छ र अहिले हेर्दाखेरि चाहिँ अहिलेसम्म अब उहाँहरूले 10 वर्षको ग्यारेन्टी भन्नुभएको छ हैन। यसको सिपेज भयो भने फेरि गरिदिन्छौँ 100% ग्यारेन्टी भनेर हामीलाई लिखित रूपमा दिनुभएको छ। एकदम राम्रो लागेको छ। अब यसको लुक्स पनि बिग्रिएन र हाम्रो जस्तो पहिले जस्तो थियो त्यस्तै नै भइरहेको छ। त्यसले गर्दा यो हामीलाई चाहिँ यो भगवती ट्रेडिङबाट जुन उहाँहरूले जुन सर्भिसहरू दिनुभएको छ त्यो चाहिँ एकदम राम्रो लागेको पनि छ र म पर्सनल्ली यहाँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने रिकमेन्ड पनि गर्न चाहन्छु। थ्याङ्क यू।